हजुर ऊ त्यो त मोल हाल्दैछ नि हो त्यो त भन्दा तलसम्म हो त्यो तलको नि हो ऊ तल खेत छ अब उतातिरको त अहिले त अब कसले गर्ने कस्तो राम्रो छ है हजुर कुन चाहिँ त्यो मान्छेको घर उयो हजुर त्यो पुरानो घर छोडेको हजुर 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 कसैले केही नगर्नु टोक्दैन त्यसले वाइन खा केटी रहेछ कि क्या केटी हेर्नु गीत राम्रो थियो क्या प्रणामीको घरको कुकुर मासु देख्न कुकुरले के प्रणामी मासु त्यही त प्रणामी घरको कुकुरले मासु देख्न हामी किन देख्नु कति खाइसक्यो यसरी ग्यादरिङमा नानीहरू त्यो घरमा बस्नु भित्र गएर बजाइदिइहाल्छ स्याल जस्तो रहेछ स्यालको स्या हुन्थ्यो कहाँ उसले हिजो उसले लगिरहेको मैले घर फेरि सारा कुकुर ल्याएर चाहिँ हावा फाल्छ जापानिज बिरुवा ल्याएको त्यो मैले घर छास्नुवाला क्या त्यो भरिदिँदै हाम्रोमा त हो क्या जापानिज बिरुवा छुच्चो हुँदो रहेछ छुच्चो भन्दा नि त्यो जाँदै नराम्रो त्यो दिदीको कुकुर मलाई त म त देखि सक्दिनँ हौ मलाई त मनै पर्दैन अहिले मान्छे टोक्नु मलाई त त्यो कुकुर मनै पर्दैन एकमै गएर ल्याउनुपर्छ एउटा भोटे कुकुर त्यो त लेखबाट त अनि उहाँ हाम्रो त्यो दाइले माथि लेखबाट लिएर आएछ भोटे कुकुर लिएर आएछ हो सानो अनि अहिले चाहिँ ठुलो भयो क्या अब त्यो पालिराखेँ तपाईँको कस्तो भने त्यो भोटे चाहिँ भोटे नै तर हेर्दाखेरि चाहिँ त्यो उ जस्तो क्या कस्तो त्यो तारा सारा निस्केको होइन त्यो बाहिरै निकाल्नु नहुने भने